हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी कहीँ घुम्न जाँदैछौँ। त्यो चाहिँ उकालो ओह्रालो बाटो हिँड्दै हिँड्दै हामी पुग्न आँट्यौँ अनि आज पुगि पनि सक्यौँ वाटरफल। अनि यहाँ चाहिँ धेरै राम्रो थियो, धेरै ब्युटिफुल थियो। अनि भइसक्दा म चाहिँ फोटो खिच्न थालिहालेँ अनि शीतल पनि भयो धेरै गएर अनि फोटोसहरू खिचेँ। चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले बसेर मस्त मगन भएर चाहिँ वाटरफल लुफ्त उठाउँदै हामीहरू चाहिँ हेर्नुहोस् तपाईँहरू पनि। अन्त चाहिँ म र मम्मी पनि एकछिन फोटो सेसन भयो मेरो र मम्मीको पनि। अनि त्यहाँदेखिको चाहिँ अब हामी रिल्स बनाउन थाल्यौँ अनि नाच्यौँ। त्यहाँबाट पुरा नाचेर म र आन्टी चाहिँ पाइखाना एकदम एक्साइटेड भएको थियो नि पुगेपछि। हेर्नै सक्नुहुन्छ तपाईँहरू हाम्रो डान्स। अनि समर डेजमा यसरी वाटरफलतिर जानु चिसोमा अनि धेरै मजा त भइहाल्छ। हेर्दै जानु होला हाम्रो डान्स। त्यहाँ चाहिँ गानाहरू चाहिँ केही सुनेकै थिएन किनकि वाटरफलको धेरै साउन्ड आउँदै थियो नि त पानीको। त्यही भएर हामी चाहिँ आफै मुखले गाउँदै नाच्दै गर्दै थियौँ। धेरै मजा भयो मुखले गाएर पनि। सो डान्स चाहिँ हाम्रो त्यस्तै उस्तै छ, हेरेर नहाँस्नु होला। अनि हामी चाहिँ यहाँनिर एकछिन पानीमा भिज्दै नाच्दै अनि हामीसँग अझै एकजना दिदी पनि हुनुहुन्थ्यो। ऊ चाहिँ अलिकति क्यामेरा साई भएर चाहिँ आउन खोज्नु भएको थिएन, तर हामीले बोलाएरै छोड्छु मैले। हेर्दै जानु होला, ऊ पनि आएर एकछिन नाच्नुहुन्छ। अन्त चाहिँ गफ चल्दैछ हाम्रो एकछिन। इन्जोय गर्नको लागि चाहिँ मान्छेलाई दामी जग्गा टाढा कहीँ ट्रिपमा जान जरुरी छैन है। छेउछाउमै कतै पनि मन हो सबैभन्दा ठुलो होइन। मनले उयो भएपछि त मजा भइहाल्छ, रमाइलो भइहाल्छ। यो चाहिँ वाटरफल चाहिँ हाम्रो घर छेउकै वाटरफल हो, धेरै टाढा पनि होइन। हाफ एन आवर लाग्थ्यो, वकेबल डिस्टेन्सै हो। हाफ एन आवरमा हामी हिँड्दै गएको थियौँ समर डेज एकदम घाम लागेको दिनमा। किनकि अहिले त गर्मी धेरै बढिसक्यो अनि टाइम सिक्किम पनि अब गर्मी हुन थाल्यो। हामी बसेको एरिया चाहिँ अलिकति गर्मी नै छ माझीटारमा चाहिँ। म चाहिँ माझीटार, हामी चाहिँ माझीटारको हो। सो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, एकछिन फोटो क्लिक गर्दैछु। रिल्सहरू बनाएर त्यहाँ त छोड्नै मन नलागेको क्या त्यो ठाउँ त। एकदम शीतल भएर पनि नि त। अनि ल कपडाहरू चेन्ज गरिसक्यौँ। अन्त यहाँ चाहिँ मम्मीको फोटो सेसन एउटा दुइटा चेन्ज गरिसकेर अनि आयो मेरो पालो। अब चाहिँ हामी निस्किनु आँट्यौँ त्यहाँदेखि। अन्त निस्किँदैछौँ, यहाँ हेर्नुहोस् बाटो। अन्त हामी जानेछौँ, फर्किँदैछौँ घरतर्फ। अब घर पनि पुग्नु आँट्यौँ। दिन चाहिँ यस्तो थियो, हामी गएको दिन चाहिँ एकदम ब्राइट र सनी डे थियो। अनि गएर चाहिँ हामी करेन्ट भइ खान्छौँ। बाई गाइस, सी यु इन नेक्स्ट ब्लग।